सो लियोनल मेस्सी चाहिँ अब चाहिँ फिफा वर्ल्ड कप इन्टायर हिस्ट्रीकै टप स्कोरर बनिसकेका छन् 18 गोलको साथमा। आज अस्ट्रियालाई 2-0 ले डाउन गर्दै। आज मेस्सीको मात्र म्याच पर्फर्मेन्सको कुरा गर्ने हो भने चाहिँ मेस्सी इज अनबिलिभेबल गाइज। मेस्सी यो प्लानेटको हँदै होइन, लियोनल मेस्सी अर्थको हँदै होइन, त्यो मार्स जुपिटर स्याटर्न कुनै प्लानेटबाट आएको हो। यो पृथ्वीबाट त लियोनल मेस्सी हँदै होइन, किनभने लियोनल मेस्सीले फर्स्ट पेनाल्टी मिस हान्छन्, तर त्यसपछि लियोनल मेस्सी चाहिँदैन पेनाल्टी साल्टी भन्दै सिधै 2टा ब्याङ्गर गोल हान्छन् र आफ्नो टिमलाई राउन्ड अफ 16 मा क्वालिफाई गर्न सफल हुन्छन्। र त्यो गोल हानिसकेपछि मेस्सीको फेसमा त्यो जुन खुसी थियो, जुन आजसम्म कहिले पनि देख्न पाइएको थिएन। 2022 को त्यो जुन वर्ल्ड कप जिताउने बोझ थियो लियोनल मेस्सीको, जुन अहिले थिएन। सो त्यसैले पनि लियोनल मेस्सी एकदमै खुसी थियो, जुन त्यो देखेर हामी मेस्सी फ्यान्सहरू पनि एकदमै खुसी छन्। यो वर्ल्ड कपमा चाहिँ मेरो सपोर्ट अर्जेन्टिनालाई हुनेछ गाइस। तपाईहरुको चाहिँ के छ है त कमेन्ट गर्नु होला। र अर्को तर्फ छ नर्वे भर्सेस सेनेगल। नर्वे भर्सेस सेनेगल कुरा गर्ने हो भने त अर्लिङ हालान्ड अन द टप स्ट्राइकरमा छ। नम्बर 2 नम्बर 3 पर्छ अहिले किलियन एम्बापे पछिको नम्बर 1 स्ट्राइकर भनेको अर्लिङ हालान्ड। प्रिमियर लिगको नम्बर स्ट्राइकर 1 भनेकै अर्लिङ हालान्ड, जसले चाहिँ सेनेगलको विरुद्धमा 2 गोल हान्छन् भनेपछि त यो पनि गोल्डन बुटको लागि एकदमै वेल पर्फर्म भएर आएको छन् अर्लिङ हालान्ड। यत्रो वर्षपछि नर्वेले क्वालिफाई गरिसकेपछि यस्तो रिजल्ट ल्याउनु भनेको नर्वेको लागि धेरै नै ठुलो कुरा हो, धेरै नै ठुलो अचिभमेन्ट हो नर्वे फुटबलको लागि। र त्यसैको साथमा चाहिँ नर्वेको राउन्ड अफ 16 को लागि चाहिँ ठाउँ फिक्स भइसकेको छ। र आउने गेम नर्वे भर्सेस फ्रान्स छ। यो गेममा डिसाइड हुनेछ त्यो ग्रुपको टेबल टप को हुनेवाला छ। र कुरा गरौँ फ्रान्स भर्सेस इरानको। इरान भनेको हाम्रो एसियन टिम त्यति ठुलो टिम पनि होइन जुन फ्रान्सलाई अब टक्कर दिन सक्ने। त्यही पनि 3-0 खानु भनेको अब ठिकै नै हो। तर किलियन एम्बापेले जुन गोल हान्यो यसलाई डिफाइन गर्छ कि किलियन एम्बापे कस्तो खालको स्ट्राइकर हो भनेर। गोल्डन बुटको लागि एकदमै पर्फर्म छ। र यो वर्ल्ड कप जित्नको लागि त किलियन एम्बापे अलवेज नै रेडी छ। मेस्सीको रेकर्ड तोड्नलाई अलवेज रेडी हुनेवाला छ किलियन एम्बापे। अब 16 गोल छ अहिलेको, टप कति नम्बरमा छ त्यो चाहिँ थाहा भएन, तर मेस्सीको रेकर्ड चाहिँ अभियसली तोड्न सक्छ, किनकि मेस्सीको यो लास्ट वर्ल्ड कप धेरै गोल पनि नहाल्न। तर एम्बापेको चाहिँ टन्नै वर्ल्ड कपहरू बचेको छ, 1-2 वर्ल्ड कप बचेको। त्यसमा चाहिँ एम्बापेले स्योरली टप 1 गोल स्कोरर बन्ने धेरै नै चान्स हुन्छ। सो आजको लागि चाहिँ यति नै। ल आउने गेमहरूको लागि चाहिँ अरू नै यस्तै भिडियो आउँदै गर्छ। अब चाहिँ डेली भिडियो हाल्ने फुल्ली ट्राई गर्नेछु। सो ओके, बाई बाई।